हेलो गाइस, गुड मॉर्निंग। अब हम लोग सुबह सुबह काम पे चल पड़े। आज मेरा राम राम अंकल जी। हाँ जी, आज जाना गएर त्यो बाटो लगाएको त्यो सार्ने चाहिँ एङ्गल। अनि माइजू उठेर ऊ त्यहाँ बस्नु भएको छ। मामाहरू त्यहाँ हुनुहुन्छ। ज्याना छेवाले गाडीमा जान्छ। कोही भन्नु दिदी हामी खाना तार देखाएको छ नि त। बाई बाई। आज बिहान बिहान है म 5 बजे। हाँ मेला गुली मार मेला भने मान्ने म कहिले उठ्नु थिएन के 6 बजेभन्दा पहिला। आज त 5 बज्ने 15 मिनटमा उठेको छु। आँखा सुन्नेको छ कि छैन म थाहा भएन। अनि मेरो बहिनी चाहिँ उता गइरहेको छ। अनि आज यहाँ 15 तारिकको मेला छ क्या नि, त्यही भएर फेरि आज म छुट्टीको दिन फेरि आमटिम जाने भनेको। एकछिन पछाडि गाइस हामीहरू चाहिँ अहिले यहाँ आइपुगिसकेका छौँ। आजको मौसम चाहिँ यस्तो गरेको छ, कहीँ बादल छ कहीँ सफा छ। यहाँ चाहिँ कति देखिरहेको छ नमाउने साइड होला नि साइड। अनि यहाँ चाहिँ हाम्रो ठेकेदारजी उभिनु भएको छ। हेलो भैया, हेलो टक्कर ठिक ठाक। अहिले चाहिँ हामीहरू बिहान बिहान यहाँ दाइले चुइगम दिनुभएको छ मलाई जङ्क फुड। हामी बस्ने कोठा पहिला यो हो। गाइस हामीहरू चाहिँ आज जानको मैले अघि नै पनि सोचेको छु। कस्तो आकाश देखिरहन्छ क्या दाइ टिभी गरेर। मान्छेको टोले यहाँ छन्। अनि म यहाँ छु, यहाँ चाहिँ दाइ हुनुहुन्छ। हामी चाहिँ यस्तो तरलामा बसेर गइरहेछौँ। गाई तपाईँहरू बस्ने भए आउन सक्नुहुन्छ नि। यहाँ ठेकदारजी भित्र बस्नु भएको हालत यस्तो छ। गाइस यहाँको भ्यू यस्तो छ। यहाँ मेवा फलेको छ, यहाँ फुल फलेको छ। फलिया छु न फुलिया छ। यो चाहिँ गाहरा हो। अनि हामीहरू चाहिँ गाहरा आइपुग्यौँ। अब हामी जाने जग्गा बि आइपुग्न लाग्छौँ। यो चाहिँ मेरो बहिनी। गाइस हामी आज यो बोक्न आएको छौँ। यस्तो तरिकाले बोकिरहेको छु नि। यो चाहिँ भारी हुन्छ ल, गाह्रो छ। यो यतिका छ यो बोक्ने। हामीले यहाँबाट माथि गइरहेको छौँ। हालत खराब छ गाइस, कति भारी। यहाँको हालत यस्तो छ। यसरी बोक्नु परिरहेको छ। यो जन्ती चाच्चे छ नि।
ल गाइस फाइनली हाम्रो काम सकिसकेको छ बसबाट त के हुन्न के अनि अहिले चाहिँ हामीहरू घर जाँदैछौँ आजको लागि यति नै